नेपाली 4 करोड रुपैयाँ तपाईँले नेपालमा लगानी र दुबईमा लगानी गर्नुभयो भने के पाउनुहुन्छ देखाउन गइरहेको छु। सरी गाइज, मेरो ह्यान्डराइटिङ त्यति राम्रो छैन। स्टिल यदि तपाईँसँग नेपाली 4 करोड रुपैयाँ छ भने तपाईँले नेपालमा घर, जग्गा, अन्य चिजहरू किन्न सक्नुहुन्छ र तपाईँले त्यसमा चाहिँ 20 देखि 25% को ट्याक्स पे गर्नुपर्छ। भने सेम पैसाले चाहिँ दुबईमा तपाईँले पाउनुहुन्छ 1 बेडरुम अपार्टमेन्ट जसमा तपाईँले 4% DLDP हुन्छ, तपाईँको 16 देखि 17 लाख हुन आउँछ। भनेपछि नेपालमा तपाईँले बनाउनुहुन्छ रेन्टल 9 देखि 12 लाख पर इयर, भनेपछि दुबईमा चाहिँ तपाईँले बनाउनुहुन्छ 32 देखि 38 लाख सेम अमाउन्टमा। भनेपछि तपाईँले नेपालमा कमाएको रेन्टलबाट 10% ट्याक्स पे गर्नु पर्यो तपाईँले, भनेपछि दुबईमा तपाईँले कुनै पनि ट्याक्स पे गर्नु परेन। अब आउँछ तपाईँको रिटर्नको कुरा। नेपालमा तपाईँले 4% पर इयरको क्यापिटल एप्रिसिएसन पाउनुहुन्छ भने दुबईमा आउनुहुन्छ भने तपाईँले 10 देखि 12% एटलिस्टमा क्यापिटल एप्रिसिएसन पाउनुहुन्छ। सो तपाईँले क्यापिटल एप्रिसिएसन पाइसकेपछि फेरि तपाईँले नेपालमा 7 देखि 10% सम्मको क्यापिटल गेन ट्याक्स तपाईँले पे गर्नुपर्छ भने चाहिँ दुबईमा तपाईँले केही पनि पे गर्नु परेन। अब तपाईँले 10 वर्षमा नेपालमा लगभग 81 लाखको रेन्टल बनाउनुहुन्छ भने दुबईको केसमा तपाईँले बनाउनुहुन्छ 3 करोड 20 लाखको रेन्टल। अब तपाईँको रिटर्न अन इक्विटी नेपालको केसमा 10 वर्षमा तपाईँले बनाउनुहुन्छ 1 करोड 60 लाख भने चाहिँ सेम तपाईँले दुबईमा बनाउनुहुन्छ लगभग नेपाली 4 करोड। सो गाइज, भएन त एउटा स्मार्ट इन्भेस्टमेन्ट। सो एकचोटि तपाईँ पनि कमेन्ट गरिदिनु, तपाईँसँग 4 करोड भयो भने तपाईँ दुबईमा इन्भेस्ट गर्नुहुन्छ या नेपालमा।